सो हेलो नमस्ते एभ्रिवान। सो आफ्टर लङ टाइम हाम्रो फेरि भेट भयो। आज फेरि जाँदैछौँ बाघ खोज्नको लागि। बाघ भेटिन्छ के भेटिन्छ, चरा पनि खोज्ने हो। आज चाहिँ हामीहरू म दाइ र हाम्रो आयुष भाइ हामीहरू जाँदैछौँ र बाटोमा मन्जुहरू पनि छ। त्यसो बाटो बनाउनलाई लिने हो। त्यसपछि हामीहरू चाहिँ बाघ हेर्न जान्छ। गर्छ क्या भन्सारमा गर्ने हो। एउटा उसको डब्बा हाल्ने, एउटा ह्यान्ड क्यारीको ड्रोन हाल्ने, ल्याउने बस। डब्बा उसमा हाल्ने, ह्यान्ड क्यारीको ड्रोन हाल्ने, उसमा हालिहाल्छ क्या। चरा पनि बडो राम्रो छ नि त्यो। पत्थरबोजी गाउँ हो यो। हामी अझै बाघ खोज्न गइरहेका छौँ। बाघ भेटिरहेको छैन। अब पारिपट्टि गइरहेको छौँ नौबे गाउँ। होप टाइगर भेटाउँछ भन्ने कुरा अब हेरौँ के हुन्छ। बिहान बाघ देखेको गरे मन्दिरले भनेको। हाम्रो पुल बनाइरहेको थियौँ। हिजो कतिचोटि निस्क्यो गएर? 3 चोटि है? हिजो 3 चोटि निस्क्यो। आज 2 चोटि, एकचोटि। आज एकचोटि, बिहान एकचोटि निस्क्यो। देखाएँ आज चाहिँ केही पनि देखिएन। सो अब हामी चाहिँ फर्किँदैछौँ। अब नेक्स्ट डे चाहिँ हामी फेरि ट्राई गर्नेछौँ। सो गाइस बाई बाई।